तपाईलाई थाहा छ बिहानै उठ्ने बित्तिकै खाली पेटमा पानी पिउँदाका फाइदाहरू निन्द्रापछि शरीरलाई ऊर्जावान स्वस्थ बनाउन यो पानीले ठुलो चाहिँ मद्दत पुर्याइरहेको हुन्छ। राति सुतेको अवस्थामा पानी शरीरमा कम भएको हुन्छ, जस्तो हाइड्रेसन भएको हुन्छ होइन, शरीरमा जुन पानीको कमी भएको हुन्छ त्यो तुरुन्तै परिपूर्ति हुन्छ। त्यही पेटलाई पनि सफा राख्न मद्दत तपाईँको खाने प्रक्रियाहरू हुन्छ त्यसलाई चाहिँ अझ सहज पनि गराउँछ। बिहानै खाली पेटमा पानी पिउँदाखेरि मेटाबोलिजमको रेट पनि बढ्छ, जसमा भएका विकारहरूलाई चाहिँ अथवा हानिकारक तत्त्वहरूलाई चाहिँ फाल्नलाई पनि मद्दत पुर्याउँछ र इन्टरनल अर्गन्सलाई चाहिँ चुस्त स्वस्थ राख्नलाई चाहिँ मद्दत पुर्याएको हुन्छ। यदि तपाईँको पानी पिउने रुटिनलाई अझ प्रभावकारी बनाउन चाहनुहुन्छ भने पानीमा निचोरेर पिउन सक्नुहुन्छ। हनी अथवा मह पनि मिसाउनु भयो भने त्यसले इलेक्ट्रोलाइटको काम गर्छ। त्यस्तै चाहिँ तपाईँले कहिलेकाहीँ आधा चम्चा जति अमलाको ढुटो अथवा 5 चम्चा ताजा अमलाको जुस घोलेर पिउनु भयो भने पनि यसले भिटामिन सी र एन्टिअक्सिडेन्टका साथसाथै छाला स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ। चिसो होइन कि मनतातो लुकवार्म अथवा रुम टेम्परेचरको पानी 1 या 2 गिलास पिएर हेर्ने गर्नुहोस् कति फाइदा हुन्छ।